नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई हाम्रो YouTube च्यानलमा जहाँ हामी ल्याउँछौँ रमाइला, शिक्षाप्रद र मन छुने नेपाली कथाहरू। आज म तपाईहरूका लागि लिएर आएको छु एकदमै रोचक र मनोरञ्जनपूर्ण कथा जसले तपाईको अनुहारमा हाँसो ल्याउनेछ र मन छोइदिनेछ। आज नेपाली लोककथाको शीर्षक रहेको छ सच्चा धन। मन छुने शिक्षाप्रद कथा। एक समयको कुरा हो, पर्वतको फेदीमा एउटा सानो गाउँ थियो, सुन्दर, हरियालीले ढाकिएको। त्यो गाउँमा एकजना धनी व्यापारी बस्थे, नाम थियो हरिबहादुर। उनको घरमा सुन चाँदीका भाँडाकुँडा, धेरै नौकर चाकर, तर मन भने सधैँ असन्तुष्ट। दिनभर व्यापारको हिसाब, रातभर चिन्तामा निद्रा हराउँथ्यो। त्यही गाउँकै पिँढीमा अर्को पात्र, रामे। उहाँको घर फुसले छाएको, खेतबारी सानो, तर अनुहारमा सधैँ हाँसो। गाउँका सबैले रामेलाई माया गर्थे, किनकि उनी सहयोगी र दयालु थिए। एक दिनको कुरा, हरिबहादुर बजारतिर जाँदै गर्दा बाटोमा रामेलाई देखे। रामे गीत गाउँदै खेतमा जोत्न व्यस्त थियो। हरिबहादुरले अचम्म माने, यो गरिब मान्छे सधैँ हाँसी खुसी किन हुन्छ? उसँग त केही छैन, मसँग सबै छ तर म किन खुसी छैन? त्यस रात उनले निद्रा नपाए। अर्को बिहान उनले निर्णय गरे, म रामेलाई केही सुन चाँदी उपहार दिन्छु, सायद त्यसपछि ऊ अझ खुसी हुन्छ कि छैन हेर्छु। हरिबहादुरले रामेलाई 10 तोला सुन दिए। रामे अचम्ममा परे, धन्यवाद मालिक, यो मेरो जीवनकै ठुलो उपहार हो। तर त्यो रात रामेलाई निद्रा परेन। उसले सुन कहाँ राख्ने भनेर चिन्ता गर्न थाल्यो। कुन ठाउँ सुरक्षित होला, चोरी भए के गर्ने? कहिले नसोचेका डरले मन ढाक्यो। भोलिपल्ट बिहानै ऊ हरिबहादुर कहाँ पुग्यो र भन्यो, मालिक, यो सुन तपाईँ नै राख्नुस्। म त अब हाँस्न पनि डराउँछु, निद्रा पनि हरायो। हरिबहादुरले सोधे, किन? तिमी त खुसी हुनु पर्थ्यो नि। रामे मुस्कुरायो, मालिक, धनले पेट भरिन्छ होला तर मनको शान्ति हराउँछ। मेरो सच्चा धन त मेरो हाँसो हो, परिवार हो, माया हो। त्यो कुरा सुनेर हरिबहादुर चुप लागे। उनले पहिलो पटक बुझे, धन होइन, मनको सन्तुष्टि नै साँचो सम्पत्ति हो। त्यस दिनदेखि हरिबहादुरले गरिबलाई सहयोग गर्न थाले। आफ्ना नौकरसँग प्रेमपूर्वक बोल्न थाले र हरेक साँझ गाउँको पिँढीमा गएर रामेसँग गीत गाउँथिन्। कथाको सन्देश, धनले होइन, मनको शान्तिले जीवन रमाइलो बन्छ। साँचो सुख त त्यो हो, जसले अरूलाई खुसी बनाउन सक्छ। धन्यवाद साथीहरू, हाम्रो कथासँग समय बिताउनु भएकोमा। यदि तपाईलाई यो गीत मन पर्यो भने कृपया लाइक गर्नुहोस् र साथीहरूसँग सेयर गर्नुहोस्। भविष्यमा यस्ता रमाइला कथाहरू सुन्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। तपाईको मनपर्ने अंश वा कथाबारे कमेन्टमा प्रतिक्रिया दिनुहोस्, हामी पढ्न पाउँदा धेरै खुसी हुन्छौँ। अर्को रमाइलो कथा लिएर चाँडै फिर्ता आउँछौँ। तबसम्म रमाइलो गर्नुहोस्, सिक्नुहोस् र खुसी रहनुहोस्। धन्यवाद।